यहाँनिर चाहिँ एकजना ब्रदरले कमेन्ट गर्नुभएको रहेछ। यो मोबाइल संसारले 17,000 को मोबाइललाई 22,000 मा बेचेको छ भनेर कमेन्ट गर्नुभएको रहेछ। कमेन्टको लागि थ्याङ्क यू सो मच मित्र। तपाईँहरूले यस्तै यस्तै खालको कमेन्टहरू गरिदिनु भयो भने चाहिँ तपाईँहरूलाई सिक्ने, सिकाउने र बुझ्ने एउटा अवसर, मौका पनि मिल्छ। र फर्स्ट अफ अल त तपाईँले 17,000 को मोबाइललाई 22,000 पर्यो भनेर भन्नुभन्दा पहिले तपाईँले चलाएको मोबाइलको ऱ्याम र रोम चाहिँ कति छ त्यो चेक गर्नु होला। किनभने एउटै मोडलमा 3 खालको ऱ्याम रोम भएको सिटहरू आउँछ क्या, 4 GB, 6 GB, 8 GB, त्यसमा प्लस पनि आउँछ क्या, 128, 256 भनेर आउँछ। उदाहरणको लागि रेडमी 15C कै हेर्नुहोस् न, रेडमी 15C मा 3टा भेरिएन्टको सिटहरू आउँछ, 4+4 8 GB ऱ्याम 128, 6+6 12 GB ऱ्याम 128, 8+8 16 GB ऱ्याम 256 GB। होइन, यिनीहरूको दाम भनेको 15,000, 16,500, 19,000। र कसैले अब 4 GB ऱ्यामको सेट 15,000 मा लगेर तपाईँले 19,000 को लानुभयो भने, 8 GB ऱ्यामको सेट लानुभयो भने त यता मोडल त एउटै 15C भयो, तर ऱ्याम रोम त फरक छ नि त। त्यसले गर्दा दाम पनि फरक पर्न जान्छ। सबभन्दा पहिले आफूले चलाएको मोबाइलको ऱ्याम र रोम चेक गर्नु होला तपाईँहरू सबैजनाले। होइन, कहिले पनि नझुकिनु होला। किनभने प्रत्येक मोबाइलको ऱ्याम र रोम अनुसार अनलाइनमा रेटहरू हुन्छ। र मोबाइल संसारले त के कुनै पनि दोकानले ऱ्याम रोम अनुसार एमआरपी भन्दा बढीमा चाहिँ कसैले बेच्दैन र पनि बेच्न पनि मिल्दैन। बरु हामीले सकेको 1-2 पैसा हामीले घटाएर नै बेचिरहेका छौँ। दसैँ तिहारमा त हामीले एकदमै धेरै अफर दिइरहेका छौँ भने दसैँ तिहारभन्दा अरू बेला पनि हामीले एकदमै घटाएर नै सकेको हामीले बेचि नै राखेको छौँ। र रेडमीमा मात्रै होइन, सामसुङमा, भिभोमा जति पनि ब्रान्डहरू छ सबैमा नै एउटै नामको 2-3टा भेरिएन्टको सेटहरू आउँछ क्या। त्यसले गर्दा तपाईँहरूले मोडल हेर्नुभन्दा अगाडि चाहिँ ऱ्याम र रोम चेक गर्नु होला, त्यही अनुसारको दाम परेको हुन्छ। कि तपाईँले कसैलाई किन्न पठाउनु भएको थियो भने चाहिँ अब उहाँले 17,000 को मोबाइललाई 22,000 लियो, त्यो आफ्नो ठाउँमा छ। कि तपाईँले मोबाइल संसारले चाहिँ 17,000 को मोबाइल अथवा 22,000 मा किनेको भनेर कुनै पनि बिलहरू छ भने लिएर आउनु होला। तपाईँको 1 वर्ष भयो भने तपाईँको पैसा रिटर्न हुन्छ। त्यसमा तपाईँहरू नझुकिनु होला, कोही पनि नझुकिनु होला। र तपाईँहरूलाई आउँदै गरेको दीपावलीको एकदमै धेरै धेरै शुभकामना दिन चाहन्छु। हस् त, धन्यवाद।